नमस्ते। यो विश्व क्यान्सर दिवसको अवसरमा आउनुहोस् क्यान्सरबारे जनचेतना फैलाऊ र यस रोगको विरुद्ध भक्तपुर क्यान्सर अस्पतालको उल्लेखनीय योगदानलाई उजागर गरौँ। भक्तपुर क्यान्सर अस्पताल हजारौँ आशाको किरण बनेको छ। उन्नत उपचार प्रदान गर्नदेखि 14 वर्ष मुनिका बालबालिकालाई निशुल्क उपचार प्रदान गरिन्छ। साथै यस अस्पतालमा बिमाको सेवा, विपन्न सेवा आदि पनि प्रदान गर्दछ। यस अस्पतालले धेरै जीवनहरूमा परिवर्तन गरिरहेको छ। साथै भक्तपुर क्यान्सर अस्पतालले आफ्नो सेवा सम्पन्न फार्मेसीबाट सर्वसुलभ दरमा क्यान्सर बिरामीलाई औषधि प्रदान गर्दै आइरहेको छ। तर क्यान्सरको उपचार जत्तिकै चेतना पनि महत्त्वपूर्ण छ। के तपाईँलाई थाहा छ? प्रारम्भिक जाँचले जीवन बचाउन सक्छ। नियमित स्वास्थ्य जाँच र स्वास्थ्य जीवनशैली महत्त्वपूर्ण छन्। आज हामी सबैलाई यो सन्देश फैलाउन अनुरोध गर्छौँ। जाँच गरौँ, आफन्तहरूलाई प्रोत्साहन गरौँ र जानकार बनौँ। सँगै हामी क्यान्सरको सामना गर्न सक्छौँ। भक्तपुर क्यान्सर अस्पताल केवल उपचार केन्द्र मात्र होइन, यो उपचार, दया र नवीनताको स्थान हो। विशेषज्ञ चिकित्सकहरू र समर्पित टोलीसँगै यसले हरेक बिरामीलाई जीवनको नयाँ आशा र शक्ति प्रदान गर्दछ। यस विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको अविश्वसनीय कार्यलाई सम्मान गरौँ। यो सन्देश साझा गरौँ। सम्झनुहोस्, तपाईँको आवाजले परिवर्तन गर्न सक्छ। हाम्रो भिडियो हेरेकोमा धन्यवाद। आउनुहोस् एकताबद्ध बनौँ, सचेतना फैलाऊ र भक्तपुर क्यान्सर अस्पताललाई समर्थन गरौँ। सँगै हामी बलिया छौँ।